अस्सलामुअलैकुम दोस्तों, कैसे हो? उम्मीद करें ना प्यार सिस्टर ते ब्रदरों तो बड़ी जंगे ते फेडते फाटो सो। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज फेरि हजुरहरूको सामु यति रातिमा हजुरहरूले हेर्नु होला, मनोरञ्जन गर्नु होला भनेर हामीले रातिमा पनि ब्लग बनाएका छौँ। हेर्नुहोस्, मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु नभुल्नुहोस्। ल है जाम। आजको हाम्रो प्लान के छ भने चाहिँ आज यति राति हामी किन ब्लग बनायो भनेर सोच्नु होला। आज राति काले घर आएको, यस्तो भोक लाग्यो अनि त्यही भएर यसो पकाएर खाइदिउँ भनेर के पकाएर खाइदिनु भएको होइन। हेर्नुहोस्, दाउरा लिन आएको दुर्गे राम्रोसित भएर राम्रोसित यति राति दाउरा चिर्दा चिरेन के दाउरा छैन खालि चिरे ऊ त्यहाँ हात मुला ओ हब्सी ऊ त्यहाँ मुझे बागला गाइज, हाम्रो गाउँ चाहिँ टाइगर जोन भित्र हाम्रो परिसकेको छ यो एरिया। यहाँ म काट्छु। कस्तो बन्जर ठिक चाहिँ धारी छैन हेर न। तेरामा धार छ, तेराको धारोमा आएको छ। ल ल ल ल यो देखाउ त ल मलाई देखाउ म। राम्रो ओ बाप त पाइप त मा मोर त पाइप काट्ले हो। यसो गाइस खुट्टा हाल्नु भुला पाहाड खुट्टा हान्छ नि ले रुको मेरो टाउको हाल्नु बिर्यो हेर्नुहोस् खुट्टा हान्छ कि खुट्टामा डर लाग्यो। रुको ठेडेले ओ भइगयो बि यहाँ दाउरा, यो दाउरा भन्दा पुरै यहाँहरू गयो। यहाँ कि दाउरा यहाँ चाहिँ गाइज होइन, तर लोबी हप्सीलेमा ओ यहाँ यो धैँसोको दाउरा यो धैँसोको दाउरा गाइजहरू हेर्नु सक्नुहुन्छ। कालेको खोरमा कति चल्ला बबाल धेरै हुन्छ चल्ला भाले रब्न बोल्नु। अन्डाको त हाँस यहाँ छ, हाँस छ यो अन्डा हाँसको पनि छ। हाँसको के छ होला चल्लाको अन्डा भाले यहाँ त छैन वाङ्गै छ टन्नै केडा यहाँ कुदा यसले बाख्रा छ। बाख्राले पनि पार्यो कि अन्डा हेर के बोले भाइ? के बोले के छ थाहा? खोइ बाख्रा यहाँ हेर्नु के ताजा ऊ हाँस अन्डा हुन सक्छ। हाँसको अन्डा तल कुखुराको रहेछ पुरै मैले ला खाने होइन है। यो त यो चल्ला विशालजी हुन्छ। जाउँ अब यी दाउरा लिएर आउँ, दाउरा लिएर आउँ। मैले लिएर हिँड्नु सबै रब्नु बोला ऊ त्यो धैँसोको दाउरा मलाई आउँछु त। यी धैँसोको दाउरा यो कस्तो बल बोल्छ मा काल चिर्तामा दिफ्या खान्छ। जमिन भइगयो छोड्थ्यो। गाइस हामी पढ्दा बोर भएर गाइस अनि धेरै पढ्यौँ कि गाइजहरू पढ्दा यता अगाडि नबस्छ दुर्गे हान्दिम अफिसलाई ऊ छिटेर आउला है। या भइगयो गाइजहरू होइन यो टुक्राले लागेको मलाई धन्न बचे। दुर्गे हप्सी देखिएन अलिअलि हप्सी देखेन। जाम अब हामी यहाँ भित्र आइसक्यौँ होइन गाइजहरू। अब यसरी चप्पल खोलिन्छ, चप्पल कुकुर लग्छ। अन्डा यहाँ अन्डा आलु बोइल अन्डा आलु बोइल भइरहेको हेर्नु सक्नुहुन्छ। यहाँ अन्डा आलु बोइल भइरहेको दाउरा गाइस हो दाउरा यहाँबाट झिकेको अन्डा हामीले कतिवटा म बसेँ यति धेरै बसेँ
भित्रमा आइसकेको छ अन्डा हेर्न सक्नुहुन्छ पुरै निकालिदिनु थाल्यो नि त अन्डा यसले भट्ट पुरै निकाल्दिनु खै निकाल अच्छा यसले पुरै भट्टै ओइ ओइ यतिकै 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 गरे यतिकै फुटेछ यतिकै ए दिलहरुको त्यहाँ यति देखो न जान्छ चल ल आलु कहाँ गयो क्या हाम्रोमा हाम्रो यी च्याउ खेती पनि भयो यहाँ बबाल तर खाएर सकाइसकेछन् केटाहरूले ठिकै हो फेरि फल्न आयो यी च्याउ ब्रिक्स खान लाग्यो आज गाइजहरू आलु खोजेको तर आलु एकदम भेट्टाउनै गाह्रो भइरहेको क्या हामीले कता पो राख्नु भयो आन्टीले आलु भेट्टाउनै गाह्रो भइरहेको प्लास्टिक छोड डाडी खोजेर डाडु गाइजहरू यहाँ डाडु खोज्दैछौँ डाडु कुखुरा हो बे कुखुरा को गर्ने डढाएर गाइजहरू यो प्याज टमाटर लसुन अदुवा धनिया भएछ यहाँ अनि यहाँ हाम्रो कालेको यो अब दामी रुम चाहिँ हेर्न सक्नुहुन्छ हामी यहीँ बसेर अघिसम्म पढ्यौँ प्याक हान्यौँ यी हजुर अर्को रुम है अर्को रुम त एकदम निट एन्ड क्लिन छ बत्तीवाला त बत्तीवाला निट एन्ड क्लिन हेर यस्तो दामी निट एन्ड क्लिन बच्चाको हेर्न सक्नुहुन्छ कस्तो यस्तो राम्रो बच्चा यस्तै बच्चा जन्माउनु पर्छ है मेरो अब जो भिडियो हेर्छन् सब मेरो गर्लफ्रेन्ड को मेरो गर्लफ्रेन्ड बन्न चाहन्छ कमेन्ट गर्ने अनि यस्तै बच्चा जन्माउने हामी दुईजना मिलेर जाउँ है त अब लगाम ल नमस्ते अन्डा यहाँ पाक्यो अन्डा अहिले कहाँ हुन्छ मुला बट पालीमा खाना कता अब चाहिँ बहुत खानको लागि यस्तो गरे नि ए रहा नहीं जाता तड़प ही ऐसी है ना देखो देखो दरिंदगी चेहरे से टपकती है नंबर 1 का कमीना छततिर घुम्न जाऊँ होइन अब एकछिन अघि उखो खाएको होइन यति अघि दुर्गेले यहीँबाट मुतेका नि चिसो चिसो भयो हेर्न सक्नुहुन्छ गाइस छी 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 हजुर के गरे उयो आलु भेटियो आलु इतनी खुशी त्यो कुन छ गाइज हामी यस हाम्रो मेहनतको फल हामीले भेटाइ यति मेहनत गरेर आलु भेटाइ ठुल्ठुलो लैजाऊ कि अहिले कोटाउनमा केलाउनु हुन्छ होइन अब त्यो हालिसक्यो आलु हेर्नुहोस् त गाइज बल्ल भेटाएको अन्टीले यहाँ लुगाउनु पऱ्यो यति कुनामा छ्या यार बल्ल भेटायौँ हाम्रो अन्डा त फ्रातफुत भइहाल्छ होला 3टा अन्डा सेट देख्नु भएको छ होइन कस्तो हाम्रो अन्डा हाल्ने भने हालिदिउँला अझै ऊ त्यहाँ थोरै नुन हाल न अनि बल्ल पाक्छ छिटो ल गाइजहरू होइन नुन हालेपछि अलिक छिटो पाक्छ नि त त्यही भएर दुर्गेले नुन हाल्न लाखान होइन ल दुर्गे यस्तो हाल ल ओ माई गड यु हेभ अ गड ट्यालेन्ट वाउ भेरी नाइस उयो भात पकाउनलाई भातको लागि पनि तयारी गर्न केही ओके अब गाइजहरू होइन चक्कु खोज्नु भएको चक्कु नै भेटिरह होइन त्यो एउटा आपत भइरह यहाँ चक्कु नभेटेर यहाँ यस इधर है
चक्कु बल्ल तल्लो भेट्टायो होइन गाइस। आलु पनि बल्ल तल्लो भेट्टाइरहेको थियो होइन, चक्कु पनि भेट्यो। कालेको हात देख्नुभयो त, हात खुट्टा देख्नुभयो। ल ल यता हेर त फेरि ल भन त। काले वाज कटिङ इन द बोर्ड अनि ओनियन इन द त्यो ओके। Kale was very intelligent boy. Kale was very black. Only math intelligent. Oh, only yeah, math intelligent. तेरो मुंह फोर्नु पर्छ। Yeah, you are very intelligent. Two boys are cooking in the food in the house. Onion was cutting. Black man was cutting onion very fast. Black man was cutting in the onion very fast. Cooking in the egg and potato. I am talking English very good. You know? के बोले भाइ? अब के बोले? के छ थाहा भाइ? गाइज होइन अब मसला भन्न आउँछ त्यो उसमा भड्डुमा खारो लगाउनको लागि जाँदैछौँ हामी। न पहिला चामल नि रेडी है। चामल वाज पुट इन द एक भाग कालेको म धेरै खान्न एक दुई भाग सक्छु मेरो ल गाइस। ल दुर्गेले समातिरहनु क्यामेरा होइन। आई एम गोइङ टु धारा एन्ड वाज दिस जाम गाइस। हामी यता कालो ब्रो पनि हुनुहुन्छ हाम्रो सहयोगी। वासिङ द राइस होइन ओ खोलिदिउँ केटा मोटर माटो यहीँ नजिक धोन पहिला यहाँ खाल्टो यहाँ हल्का ल पेलिङ द रुको देख्छु रुको त तिमीले पिसिसक्यो मसला पिस्यो कि होइन पिसेन हिजो अस्तिको होला होइन कि मैले के गर्दैन थिएँ केरा बेलौती अनि सुन्तला अङ्गुर अनि गाजर अनि उखु अनि के छु त्यो जुस गरेर खाथेँ। हेलो पितामह बुढो हजुर कोसँग बोल्नु भयो? सक्छौँ जुसँग राम्रोसँग रोज सक्छौँ राम्रोसँग मिची ओके माय बोय। उनीकोमा 0.5 हुनु पर्छ। हामी कति बजी खाले दुर्गा गाउँ देखा त त्यसमा होला त अब हुन्छ होला भयो भने त मलाई भयो भने त्यहीबाट बनाउँछ। चिन्ता नगर न। आबि नि किन्ने भनेको म अब 10 खै यता हेर भन्नु देख्छु त्यो पितामह हाम्रो केटाहरूले पनि आइफोन किन्ने थियो अब सोच गरिरहेको छन् गाइस। आइफोन किनेको चाहिँ हामीलाई नै राम्रै हो। दामी क्वालिटीमा हजुरहरूले भिडियो हेर्न पाउनुहुन्छ। यस मलाई भाग्दिँदै नआए 100 पुग्ने के भागिदिने के गरे अब चाहिँ भाग्दिँदै नआए मेरो आइफोन गएको त्यसमा के भिडियो गराएको त्यसमा ती मोबाइलबाट हालेको भए अब आइडी पछि त्यो युट्युब च्यानलको आइडी पछि कोही नथालेको भए भागिदिन्थ्यो कि उहाँ एक ठाउँमा जान्थेँ फेरि दुःख जान्थेँ। ओ लोट ल मा लड ल ए भयो बेकाले धुनु पर्दैन धेरै सफा भयो पनि अब त्यो पनि एक लट धो एक लट चामल त धुनु ओए अनि त्यसमा चाहिँ पानी चाहिँ मोटर हाल है ल तकमा गनाउँछ मा त्यहाँको पानी यो पनि कसो सफा हो र त्यो जाने फोर्नुहुन्छ त्यो छोराउँछ यो धुनी मात्र पागल नै उसको झन् यस्तो गनाएको थियो कि होइन भन्न तँ धो अब मजाले सब धुलो गराइदिने चामल तो मुस्किल त होला ऊ त माटो सक्छौँ ऊ त साइड खाल्टो लिप्ने यहीले लिप्ने हो खाल्टो त्यो पो छ त्यहाँ मजाले मस्का लगाऊ त आहा केटीले मस्का लगाएर लगायो त तिमीले एक्सपर्ट त्यस्तो कुरा म त छैन गाइस फेरि ओहो भातमा धर्नु गएन
कहाँ बेटी बुझ्छौँ गाना बजिरहन् हो त्यहाँ बिहान उठेर मान्दा होला खाएर सुतिहाल्ने हो साडीमा राख नि त्यसलाई बल्ल मिचमिच दुध दुइटा पानी ल पहिले त ल ल ओके हेर्नु मसला पिस्दै अनि हाम्रो कालु भाइ हेर्नु सक्नुहुन्छ मिक्सरमा कति हेर्नु अरू केही कपडा नपाएर स्कुलको प्यान्टले समातेर आयो पागलले म कस्तो देखिरहेको गाइजहरू भन्नु त कस्तो मुखै देखेन यार गाह्रो छ मलाई पनि मसला वाज रेडी ओके ओ रेडी भएन न मैं कट्टू को बनाया अरे मान्छेले हेर्न सक्नुहुन्छ रुम वाज भेरी क्लिन निट एन्ड क्लिन मान्छे जति फोहोरो भए पनि कोठाइ चाहिँ बबाल छ निट एन्ड क्लिन अहिले धर्से गएर सुतेर यो फोहोरो भयो कोठा यहाँ स्कुलको दुईटा बेल्ट छ तर लाएर कहिल्यै जान्न यसले बेल्ट ऊ प्यान्ट त्यसले प्यान्ट स्कुल जाने बेला लाउन्न यहाँ अहिले मसला पिस्ने बेला प्रयोग गरिरहेका छन् हाम्रो काला भाइले ये बाबूराव का स्टाइल है गाइजहरू अन्डा यो बोइल भइसकेको छ हेर्नु सक्नुहुन्छ अन्डा बोइल भइसकेको छ दुईटाले यो खोसलिरहन् खोसली हो कि खोसलिरहन् अन्डा वाज बोइल एन्ड अन्डा वाज फिनिस्ड ल ल ल ल त्यस्तै छिल्नु अनि अन्डा बहुत थोरै भयो क्या गले यो कहाँ राख्नु नि छोडिदिए ल यता हेर न ल गाइजहरू अन्डाको साथसाथै आलु पनि बोइल भइसक्यो काले बिचराकोमा पोल्यो यार आलु पनि बोइल भइसकेको छ हामी निकाल्न आँटेको अब भात बसालिन्छ हेर्नुहोस् अन्डा पनि यति ए त्यो के भन्छ त्यो आलु पनि बहुत सानो हेर्नुहोस् गाइजहरू न अब भात बसाल्न लाग्यो कुकर यहाँ छ उयो त डढ्ला त यो के यो खै यसको टाउको ल्याउनु भयो भित्रदेखि कहाँ टाउको उता भित्र छ यता हेर्नु क्या यहाँ टाउको पागल यहाँ कहाँ त ए भान्साकोठामा भनेको मैले त उता भनेको गाइजहरू होइन कि कुकरको टाउको लिन आएको होइन लौ त यो लगाऊ त अन्त आउँछ तर क्यामेरासँग चाहिँ उता लगाइदिउँ लगाइदेऊ अब भात नि बसालेको होइन आलु अब हामी भात पनि बसालिसकेको छौँ अब भात पाक्नु बित्तिकै अब दाउरा हालौँ दाउरा हालौँ है हामीले दाउराको पनि जुगाड हान्नेछौँ सालको पात परे हो नि अहिले बिचमा तरकारीको लागि पनि बचाउन एक दुईवटा दाउरा खट्टै बोल्छ कि त्यही त गाइजहरू होइन अब हाम्रो भात पाकेर पनि अन्डा पकाइरहेको मामी अन्डा भुटिरहेको होइन फ्राई हानिरहेको भुट्टा भन्दा पनि फ्राई हानिरहेको अन्डा पाकेपछि अनि त आलु पनि हाल्छ एकछिन पछि कस्तो हुन्छ हजुरहरू यति राति के गर्नु लाग्यो होला भने होला होइन अन्डा भात पकाउनु लाग्यो एन्ड भात पकाएर खाने भोक लाग्यो मलाई राति 12 बजे 1 बजे त्यही फेरि हजुरहरूले भन्नु होला फेरि 12-1 बजे बजे छैन होला भन्नु होला फेरि होइन हेर्नु सक्नुहुन्छ दुर्गाको मोबाइलमा 12 बजेर कति 52 मिनट भयो यस्तो भोक लाग्यो क्या अनि त्यही भएर उठेर हानिदिनु लाग्यो दुर्गा एकदम खुसी ह्याप्पी
काले एकदम स्याड छन्। कालेको अन्डा हामीले पकाएर खाइदिउँला। बबाल पाकिरहेको दाजु त खचखच त्यो मुला पल पारेको भए बल्ल खचखच गर्दैन के। यो मलाई भुत मार्छ लाग्छ। ऊ भुत के गर्न लाग्यो पहिला मसला हालेर यो बनाउँछु कि तिमीलाई रप्न। ओके ओके डन डन। गाइजहरू अलि गोरो मान्ने किन काले हेर्नु त यता। अन्डा त बिलायो त। अन्डै हो र गाइजहरू होइन। गाई जान्दियो आना भात आना तिम्रो होइन बे चल्लाको। बास्ना एकदमै सुगन्ध एकदमै राम्रो आइरहेको छ। खै चाल के त्यो गिरबी यो मसला हाल्ने मसला मसला हाल्नलाई तयारी। ल मसला तयारी हालिहालेँ। रुक रुक भयो सबै हालिदेऊ। होइन पागल बवाल हुन्छ कि झन् मजा आउँछ। इतने चिकन हाल्नु अरे भुत थिएनस् के पहिले सुरुमा मसला भुटेर बल्ल अन्डा हाल्नुपर्ने बे। होइन पागल हजुर गाई जानु पकाएन न त्यो केटाहरूको स्टाइल यस्तै हो। यस्तो खै के गरी पकाउनु म त्यो हालिदिउँ पुरी हालिदेऊ। पुरै हाल्ने नि के मिठो अझ भएन। छ बित्तियो बे अलिकति हो के हालिदिन्छु हल्का पानी हाल्दा यसमा पानी हालेर पनि हालिदिनु। पानी काट्छ अघि मैले लिएर आएको त अघि भर्खरै यहाँ छ यो मान्छे त बौला रहेछ सुरुमा त्यो हाल्न छोडेर बेसी त्यही त अहिले बेसार हालेर गाई अहिले बेसार हालेको अहिले बेसार हाल्छ नि कहिले बेसार हाल्छ नि यस्तो कमेन्ट हालिदिनु होला। बाबा बाबा म अलिकति फाल न। भयो भने नगराउ बे के भिडियो गाईहरू होइन हाम्रो तरकारी पनि पाकिसक्यो। अब एकछिनमा खाइन्छ। अब हेर्नु सक्नुहुन्छ तरकारी। मेरो त र्याल धन्नै चुहिएको यार। त्यो आलु दाबा न पाक्यो कि नै? के अरे आलुमा दाबा न पाक्यो। खै निकाल न यहाँ निकाल न झुल पर्ने होला त्यति हो। निकाल नि चारमै गाई जानु कस्तो हो पिस हान न। तिनवटा भयो तिनवटा भयो त छोड न छोड न भयो। मिठो मिठो तर ओभर मसला भयो है। हल्का पानी हाल्न खाने पानी हाल्कै हाल्नु थोरै हाल थोरै यो यसले नढाएको है मैले चाटिदिएको। भयो 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 के झोल चाहियो त पागल जस्तो फ्याक्ट मलाई धेरै हालिदिए बे झोल। त्यही त यत्रो झुल कहाँ खानुमा बोबाल मिठो भयो होइन गाइजहरू होइन। गाइजहरू होइन हाम्रो तरकारी सब हाम्रो रेडी भइसक्यो होइन। अब हामी पस्किसक्यो होइन थालमा। अब खाना आँटेको हेर्न सक्नुहुन्छ। एकदम दामी भइरहेछ होइन। खै ढिलो त के पानी खान्छ झोल कम पऱ्यो देखिस् नै डाडु डाडु ए डाडकै जाओला सक्छ मेता खाना छोरा नि अब झोल हाल झ्यामझ्याम खाने अनि त्यो धुने भाँडा अनि सुत्ने। आलु आएको हो क्या आलु। मायाका कुरा गर्नु जान्दिन भाँडामा लैजाउँ पानी लिएर हामीलाई। पानी ल्याउला केटा मैले सब हालिदिन्छु है के सब हालिदेऊ नि त अनि के सब हालिदेऊ। कामकुम जानु लाग्यो होइन। उनी हात धुने अनि खाना खाने हात धुन्न हौ। हात नधोइकन खाइदिनु लाने के हुन्छ त्यसले हातसँग त हात नधोइकन खानु लाने के। जाडो लाग्यो।
बन्द गर्दै पानी लिएर गाई छैन अब मोटर बन्द गरेर अनि अब हामी गाई खाना खाने पङ्खा बन्द गर जान्लामा पाहाड चाहिँ पङ्खा चला हप्सीले खाना आँटिसक्यो हप्सी यस्तो हान्छु अहिले त्यहाँ उता रह कि खाना आँटेको गाईहरू एकदम मिठो भयो भनौँ गाईहरू दामी भयो अब दुइटा केटाहरू त्यहाँ बसेर खाँदैछन् म यहाँ बसेर खान्छु थ्याङ्क यू भाडा बाँध्दै हुनुहुन्छ एकछिन कुन भ्युज कम आओस् भन्नुभयो भनेको तिमीले त्यहाँ 2 केजीमा खाने त्यो टोयलेट बस्नुभएको छ है र हामी यहाँ भाडा बाँध्न लागेको छौँ गाइज रातिको 1:33 मा हौसी भन्नु न त्यस्तै अब पट्टा झ्याउले सिस्टै त भुक लाग्यो पढ्ने मैले भनेको फिङ्गर ग्लास हुने के हो त्यति पिता मैले बुझ्दैन गाइज हाम्रो भाडा मिचेर नि भ्याइयो अब हामी अर्को भिडियोमा भेटौँला भिडियो मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला धन्यवाद नमस्ते